सफलता पाउने व्यक्ति चाहिँ नि घाम उठ्नुभन्दा अगाडि उठ्छ अरे क्या, तर सफलता नपाउने व्यक्तिलाई चाहिँ घामले उठाउनु पर्छ। उठे उठ, उठे, उठ्न। कम्ती विश्वासीहरूले प्रार्थना गर्छ। अब प्रार्थना गर्यो भने फेरि बिहानै उठेर फेसबुक कसले लगइन गरिदिने? भन्नुहोस् त, बिहानै मैले प्रार्थना गरेँ भने फेरि कसले मेरो फेसबुक हेरिदिने? कसले मेरो वाट्सएप हेरिदिने? कहाँ छ समय प्रभुको लागि? प्रार्थना चाहिँ नि तपाईँको विश्वासको जाँच हो, किनकि त्यो मान्छेले किन प्रार्थना गर्नु पर्यो जुन मान्छेलाई उहाँमा विश्वासै छैन। यदि मसँग विश्वास छ भने म प्रार्थना गर्छु। आमेन। त्यही कारणले प्रार्थना नगर्ने मान्छेमाथि विश्वास कम्ती हुन्छ। उसले बरु झगडा गर्नु रुचाउँछ, उसले बरु चरित्र हत्या गर्नु मन पराउँछ, उसले बरु समूह बाँधेर यसलाई भन्नु मन पराउँछ। तर यदि उमा विश्वास छ भने नि परमप्रभु युद्ध मेरो होइन, युद्ध चाहिँ तपाईँले हो, तपाईँ लड्नुहुन्छ, प्रार्थना गर्छ, बस्छ। त्यही कारणले विश्वासी भएपछि नि प्रार्थना गर्ने बानी बसाल्नुहोस्। खाना खाने हाम्रो बानी हो नि त।